लासु भ्याकुला सबैजनालाई सन्चै आरामै हुनुहुन्छ। म पनि सन्चै छु। हल्का हल्का रुगा लागेको मात्रै हो। यतिखेर चाहिँ म पोखरामा छु। म मात्रै नभएर सिन्धुली कलाघर परिवार सबैजना पोखरामै हुनुहुन्छ। पोखरामा चाहिँ अहिले महोत्सव लागिरहेको छ। त्यसैको सिलसिलामा चाहिँ हामी आज 3 दिन भइसकेको छ। पोखराको बसाइ एकदमै चिसो चिसो न्यानो न्यानो छ। को कहाँदेखि हेर्दै हुनुहुन्छ, कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला। सबैजनालाई मिठो माया सम्झना छ निर्तलामाको तर्फबाट। जाडो जाडो पनि छ, न्यानो न्यानो कपडाहरू लाउनु होला। रुगाखोकी पनि लागिरहेछ मलाई चाहिँ होइन अनि तातो तातो चिया पनि खानु होला। सबैजनालाई मिठो माया सम्झना है त।